प्लिज वेट गरेर बस्नु होला अझै हामी बस छुट्न लाग्यो 5 मिनट देखाएको छ यो चाहिँ क्युमा बसेको क्युमा हो अचार हेलो नमस्कार अनि वेलकम छ है मेरो यो मिनी भ्लगमा। आज भने म तपाईँहरूलाई हाम्रो सानो प्रोग्राम छ मेरो मतलब भोलि चाहिँ हाम्रो पब्लिक होलिडे अनि त्यसैको अवसर पारेर हामी साथीभाइहरू दाइहरू दिदी बहिनीहरू सबै मिलेर बारबिक्युको प्लानिङ छ हैन। त्यसको लागि चाहिँ अब हामी दाइहरू गइसक्नु भएको छ। म चाहिँ भर्खर कामबाट घरमा आएर रेडी भएर लगभग अलमोस्ट रेडी भइसकेको छु। थोरै सामानहरू त्यहाँ भाइहरूलाई पठाउनु पर्ने छ गिटारहरू त्यसको लागि वेटिङमा हो। र यहाँ हाम्रो आशु भाउजूको बर्थडेको लागि केक पनि आएको छ। आज खास बर्थडे हेर्ने नेपालको आज अनि अब यहाँ विदेशको चाहिँ हिँड्छ। अब यो एउटा केक पनि काटौँ यही अवसरमा भनेर केक लिनको लागि गएको थिएँ म है साथीहरू। ल भिडियो चाहिँ हेर्नु होला है। म अरू बाँकी भिडियोहरू पछि बनाउँछु है। उता हाम्रो बारबिक्युको कार्यक्रमको एकदम धुम धडाका हुनेवाला छ त्यो चाहिँ तपाईँहरूले वेट गर्नु होला है त। त्यही भन्छु सबैजनाले हेर्नु होला आफ्नो प्रतिक्रिया दिनु होला। यहाँ चाहिँ ठ्याक्क लाएर भाले ए कुखुराको भाले यस्तो छ यो कुताएर यस्तो छ है साथीहरू। ल ओ यति टाढो छ नि यो यस्तो छ यहाँ कुखुराहरू साथीहरू। पहिला त खाएको हो के अरे चिची फेरि यस्तो कुरा भिडियोमा भन्नु हुँदैन फेरि पक्रिन्छन्। त्यही भएर अलिकति सावधान हुनुपर्छ है साथीहरू। ल यहाँ चाहिँ हाम्रो घर चाहिँ यहीँनिर हो। म घर आइपुगेको छु। अब त्यहाँ गिटार र मेरो ज्याकेट चाहिँ भाइहरूलाई पठाइदिन्छु अनि त्यसपछि हामी त फेरि फेरिको बस चढेर जाने हो। त्यहाँ मान्दाईको 7 बजे ड्युटी छुट्टी हुन्छ। अहिले ठ्याक्कै 6:30 भइसक्यो अनि हामी दुईजना बसमा जाने। शिव बसमा गयो भाइ स्कुटरमा जाने दाइहरू गाडीमा गइसक्यो। त्यस्तो छ है। ल सबैजनाले हेर्नु होला अहिले एकदम बवाल भिडियो आउनेवाला छ है त। सबैजनाले मेरो युट्युबमा गएर भिडियो हेर्नु होला भन्न चाहन्छु। धन्यवाद। अब चाहिँ म पनि रेडी भइसकेको छु। यहाँ गिटार छोड्नुभएको छ दाइले यो गिटार ल्याएर आइज भन्नुभएको छ। यो गिटार भाइसँग पठाउँछु स्कुटरमा अनि म र मान्दाजु भएर हामी दुईजना बसमा जाने हो। अनि यहाँ केक पनि आएको छ वाइन पनि आएको छ। यहाँ बारबिक्यु भनेको त्यो मैले काम गर्ने ठाउँमा वाइन दिएको छ त्यो पनि पठाउनु पर्ला। ल केटाहरू रेडी भए आइपुग्नु भयो हाम्रो शेरखान दाई माइलो। ल भाइ भन्नु नि ल हामी चाहिँ लाग्यो त लोकेसन हेरेर ठ्याक्क बुझ्यो भने निस्किरहनु जानु बिस्तारै के अरे हुन्न। ल ल केटाहरू गए। ल साथीहरू म चाहिँ दुब्रेको बस छुट्न लगाएर पसिना भयो। यहाँ केक ल्याएर यस्तो छ है बस छुट्न लाग्यो 5 मिनट देखाएको छ। के अन्त गाडी सब प्याक भयो। फेरिको बस चढ्नलाई यति हतार गाह्रो छ। गाह्रो छ भेट्छ होला अब त 2 मिनट देखाएको छ यस्तो छ है। हामी जाने बस छ यस्तो छ। टनहरू बसमा चढेको पसिना भएर डुबिरेको बस यता हेर्नु कहाँ जाँदै हो। मेलिया जाने भनेको बस छुटेर अब फेरि बस कुर्दैछ यतै कस्तो यतै हो स्केट पार्क होइन। आज हाम्रो ग्रुपहरूको के अरे बारबिक्यु पार्टी छ ए त्यही भएर आज हामी गाडी ठोकेछ के हो भन्नु। गाडी ठोकेछ यता गाडी ठोकेछ ओ सिसा फुटेछ यार।
सनसेट भइसकेछ नि यार अलिकति ढिला भएछ नि है रहन्छ अगाडि आजको हाम्रो बार्बिक्यू पार्टी एकदम भव्य बबाल हुनेवाला छ होइन सबै मेरो गाइजहरू प्लिज वेट गरेर बस्नु होला अझै हामी हजुरहरूलाई राम्रो राम्रो भिडियो अझै देखाउँदै जानेछौँ एकचोटि उहाँको पनि एकचोटि इन्टरभ्यू लिन्छ हाम्रो क्याउटी ल दाइको ल के छ विचार यसो भनिदिनु त आजको कस्तो हुनेवाला छ कहाँ नाचेको हो गाडी चलाउने मान्छे उहाँले यस्तै गर्नुहुन्छ उहाँले यस्तै गर्नुहुन्छ आजको सिन चाहिँ बब्बाल छ आज यस्तो राम्रो जुन पनि लागि एकछिन उता बाहिर यस्तो छ 1 2 3 गाइज अब मालदामा समर लाग्यो समर लाग्यो बार्बिक्यू जाने स्विमिङ जाने यस्तै नै मिलाएर रमाइलो गर्नुपर्छ के छ तपाईँहरूको अब समर प्लानिङ होइन हाम्रो चाहिँ यस्तो छ हाम्रो चाहिँ आज बार्बिक्यू पार्टी छ त्यही पनि बसमा आएर बसले त्यो तपाईँको छ नि सामान त्यसलाई गाडीमै राख्नु अहिले एकछिन माथि सबै हेरेर क्यान्डल स्यान्डललाई चाहिँ नि क्यान्डल छैनन् के ल्याए त्यही कोइला राख्नु छ त्यहाँ उ छ कि क्यान्डल त उवाला छ कि त्यसै त्यो त सानोवाला त्यो वाला अत नि हेर है कस्तो दिमाग यार अनि सम्झाउनु पर्दैन दाजु मलाई केक ल्याइयो है त्यहाँ भाउजूलाई थाहा छैन केक ल्याएको छौँ त्यो केक पनि एकचोटि भुइँमा खसेको चुटेर अनि यति हतार हो नि अझै दुगुरेको बस छुट्ने फेरि नकुदेमा बस्ने होला कहिले के छुट्यो भन्छ कहिले के छुट्यो भन्छ फोन हानेको हाने दिमाग खराब यहाँ आइपुग्यो ल एकदम सब पुरा तयारी हुँदैछ आमा यहाँ त ग्राउन्ड ए हाउ आर यु से हेलो ल है ल हामी यहाँ चाहिँ आइपुग्यो है हाम्रो जक्सनमा यहाँ त सबै भ्लगरहरू भएर गाह्रो भयो सबै भ्लगरहरू भएर यहाँ यस्तो गाह्रो भयो हाम्रो भाउजू ह्याप्पी बर्थडे नमस्ते नमस्ते दिदी ल नमस्ते सबैलाई नमस्ते ए यहाँ त ए रोनक नमस्ते भन्न नमस्ते मनस्ते भन्छ क्या अहिले त के भयो रेडी हो खाएर हेर दर्शन ढिला भयो गाह्रो छ नमस्कार के खाँदै हो ए पानी खाएको हो के छ भान्जा बाबु ठिक छ नि होइन रात परेछ यार भिडियो बनाउनु पर्यो भनेको त दाजु नमस्कार है खानपिन हुँदैछ त ए ल ल भाग्यमान भयो ला स्पिकरै भुलेछ यार ओहो सुनिल दाइ पो हो यस्तो छ के छ भाइ ल ल नमस्कार जय नेपाल भ्लगमा आउनु परेन यहाँ 2-3टा भ्लगर भइयो यहाँ यस्तो छ है क्याटौरा के छ दाजु ठिक छ नमस्कार है नमस्कार यहाँ अलि भिडियो भएन यार भाइको चाहिँ बनाउनु न मजाले अनि कमेडी हुन्छ नि बल्ल ए अघि नै बनाइसकेको भाइला भनेर बनाउनु पर्छ के ए भाइला क्याट्छ है क्याट्छ है ल हेर यहाँ मासु पोल्ने र खाने मान्छेहरू हामी यहाँ क्युमा बसेको क्युमा हो अचार ए खाली छ हाम्रो हड्डी मात्रै अरू अरू यहाँ ब्लगरको यो उ भयो क्या हुल भयो है आमाई नमस्ते नमस्ते भन्नु है नमस्ते बस्ने खाने दुनियाँले
रात रमाइलो छ है। यो चाहिँ मेलियाको यस्तो जुन लागेको अवस्था छ। मेलियाको यो सिन छ है। सबैजना छन्, थुप्रै छन्। तिम्रो घर त यहाँ हैन कुन छ यहाँ हैन कुन छ काटी जानुलाई मन छ कानको पात माया तिमीलाई सम्झन्छु दिनको रात म साङ्दिस माया तिमीलाई सम्झन्छु दिनको रात म साङ्दिस मेरो घर त यहाँ हैन ले हो हैन मन केले हो पानको पात माया तिमीलाई सम्झन्छु कालेबुङको मैना चरी कालेबुङको मैना चरी बिस्टे खोला कालेबुङको मैना बिस्टे खोला देशभक्ति गीत आयो। गीतै मेरो अड्कियो के गर्ने हो कटैभरि रौसी मात्रै खाएर हुन्न रौसी मात्रै खाएर हुन्न हे मासु पनि ल्याउन है मेरो भाइ हो मरेपछि गङ्गाजीलाई बाँच्छु हजुरीलाई नै मरेपछि गङ्गाजीलाई मरेपछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो कसम खाए पनि ईश्वरीले बाटो लाग्दा हतातरी गएपछि मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो तर आज अस्तिको जस्तो आगो बल्ने छैन क्या है। आज धेरै हावा चलायो यो चाहिँ पोर्क है। स्टेबल भएन। यो चाहिँ पोर्क भइरहेछ। हाम्रो भाइ विक्रम भाइ आजको सेफ हो बार्बिक्यूको। यहाँ चाहिँ चिकन भइरहेछ। तर आज भिडियो राम्रो नि आएन। कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने कहाँ जाने कसलाई सोध्ने कसलाई खोज्ने
सोधै हाम्रो फेरि गएर फाट्ने टेलर थियो Happy birthday, happy birthday, happy birthday to you. Happy happy birthday to ताली 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 Happy birthday to you फेरि Happy birthday to you Happy birthday to you पुग्यो पुग्यो बाहिर Happy birthday Happy birthday पहिला के खुकुरी हैन के पहिला भनेको खुकुरी निकालेको आमा पहिला पुडीलाई सानो माया हे लगाउने ढोको